हेलो साथीहरू, आज छोरीको बर्थडे थियो। त्यही भएर आफ्नो बाबाले मेरो छोरीको बर्थडे विश गरिदिनु न भनेको कारणले कोरियाबाट छोरीको बर्थडेको लागि बाबाले नै विश गर्नुभएको थियो र हामीले त्यसमा थोरै सानो प्र्याङ्क पनि गरौँ न त भनेर सल्लाह गरेर हामीले प्र्याङ्क पनि गरेको। अनि त्यही भएर भाइहरूलाई हामीले पहिले नै सिकाएको थियौँ कि आज। अनि एउटै स्कुलमा पढ्ने साथीलाई तैँले चलाउँछस् अरे रुवाउँछस् अरे भन्ने कुराहरू भनिदिनु न है भाइ, थोरै भन्ने कुरा गऱ्यौँ। अनि त्यसपछि भाइले पहिला त अब बच्चा हो यस्तो नगरौँ कि भन्ने कुरा गर्नुभएको थियो। त्यही पनि हाम्रो सानो रिक्वेस्टले रुँदैन होला, एकछिन रमाइलोको लागि थोरै गरौँ न भन्ने हिसाबले हामीले भाइलाई सिकाएर भाइले हामीले सिकाए अनुसार नै गरिदिनु भएको थियो। किनकि अनि बर्थडेको दिन उसलाई खुसी बनाऊँ भनेको हामीले। अनि सबैजनाले त्यही गर्दाखेरि अब आफूले गरेको गल्ती नै थिएन त अनि उसले अनि कसरी मैले गरेको हो भन्छ। अनि उसले हँदै होइन भन्छ। हामी सबैजना मिलेर अनि उसलाई हो भन्दाखेरि उसको मन दुख्यो साथीहरू। अब उसले गरेको गल्ती भए पो यसो गर्थ्यो त, अब उसले गरेकै छैन त अनि उसको मन दुखिहाल्छ नि, हामी सबैजनाको मन दुखिहाल्छ नि। अब आफूले नगरेको गल्ती गरिस् भन्दाखेरि त्यही भएर नानीले एकछिन चित्त दुखाएर मन दुखाएर नानी रुयो। अब हामीहरूले भाइहरूले पठाएको गिफ्ट पनि नलिएर एकचोटि त त्यसपछि हामीले पछि फेरि फकायौँ सम्झायौँ। त्यसपछि ह्याप्पी बर्थडे टु यु भन्यौँ सबैजनाले साथीहरू। अनि त्यही गर्दै आज छोरीको बर्थडे अनि प्लस अनि अब हामीले रमाइलो गऱ्यौँ एकछिन। अब किनकि उहाँ बाबाको सरप्राइज दिनलाई थियो नि त, अनि त्यही भएर एउटा सानो प्र्याङ्क गरौँ न त के हुन्छ त रमाइलोको लागि भनेर नै हामीले आज यस्तो प्लान गरायौँ साथीहरू। अनि हेरेर इन्जोय गर्नु होला हाम्रो प्र्याङ्क, हजुरहरूलाई कस्तो लाग्यो साथीहरू। अनि त्यही भन्दै छोराछोरी सबैजना जम्मा भए अनि ह्याप्पी बर्थडे टु यु कितिसा भने साथीहरू। आजलाई यति नै साथीहरू, रमाइलो भयो, इन्जोय गर्नु होला तपाईँहरू पनि साथीहरू। आजलाई यति नै, बाई।